साथीहरू आज म तपाईहरुलाई यस्तो एउटा एकदमै महत्त्वपूर्ण कुरो बताउन गइरहेको छु। त्यो के हो भन्नुहुन्छ भनेदेखि यदि तपाईँ फेसबुकमा अगाडि बढ्न चाहनुहुन्छ र तपाईँ एकदमै छिटो चाहिँ मोनेटाइज गराउन चाहनुहुन्छ भनेदेखि तपाईले के गर्ने त भन्दाखेरि सबभन्दा पहिला तपाईले भिडियोको क्वालिटी बनाउनुहोस् र अर्ग्यानिक बनाउनुहोस्, अर्ग्यानिक पोस्ट गर्नुहोस् हैन। सबभन्दा पहिला अनि भनेको तपाईले 2 या 3 महिना भित्रमा तपाईले मोनेटाइज गराउने हो भनेदेखि तपाईले एकदमै अर्ग्यानिकमा ध्यान दिनुस्, क्वालिटीमा ध्यान दिनुस्, क्वान्टिटी भन्दा पनि क्वालिटीमा ध्यान दिनुस्। किनकि क्वालिटी भन्ने चाहिँ तपाईको पछि जब भिडियो चल्दै गएपछि 2-3 वटा 4 वटा हाल्दा हुन्छ, तर स्टार्टिङमा छोटो मिठो र एकदमै इन्ट्रेस्टिङ भिडियो बनाउनुस् हैन। अनि भनेको तपाईको भाइरल हुने भनेको चाहिँ कुनै निश्चित बटन वा ग्यारेन्टी हुँदैन। किन भन्नुहुन्छ भनेदेखि फेसबुकले प्रत्येक भिडियोलाई सुरुमा सीमित समूह परीक्षण गर्छ। अनि भनेको तपाईको त्यो परीक्षण तपाईले पास गरिसकेपछि राम्रो प्रतिक्रिया आयो भने बिस्तारै धेरै मानिसहरुको साथमा या उहाँहरुको मोबाइलसम्म चाहिँ पुर्याउने काम गर्ने हो हैन। यदि देखाउन थाल्छ त्यसैले निरन्तर गुणस्तरीय मौलिक या अर्ग्यानिक कन्टेन्ट बनाउने गर्नुहोस्। क्रिएटरको सफल हुने सम्भावना बढी हुन्छ हैन। तपाई यदि क्रिएटर हो भनेदेखि एकदमै अर्ग्यानिक बनाउनुहोस् अनि क्वालिटीमा ध्यान दिनुस् अनि छोटो मिठो एकदमै पावरफुल हुक राखेर बनाउने गर्नुस्। तपाईको मोनेटाइज 2 देखि 3 महिना भित्रमा भएन भनेदेखि अनि भन्नुस्। तर क्वान्टिटी क्वालिटी अनि फेसबुकको गाइडलाइनलाई चाहिँ फलो गर्नुपर्ने हुन्छ। साथै तपाईले अर्ग्यानिक हाल्नुपर्ने हुन्छ, अपलोड गर्नुपर्ने हुन्छ कन्टेन्टहरु चाहिँ। त्यसपछि चमत्कार हेर्नुस्। मान्छेले 1 महिना 2 महिनामा चाहिँ मोनेटाइज गराछन् आफ्नो आईडी। तर त्यो गर्नुको पछाडी के छ रिजन भन्नुहुन्छ भनेदेखि अर्ग्यानिक हाल्ने, अर्ग्यानिक बनाउने, कसैको कपी पेस्ट नगर्ने हैन। र तपाईले क्वान्टिटी क्वालिटीमा ध्यान दिनु भनेदेखि र तपाईको फेसबुकको गाइडलाइनलाई चाहिँ तपाईले बराबर फलो गरिराख्नु भएको छ भने तपाईलाई तपाईको आईडीलाई मोनेटाइज हुनदेखि कसैले पनि रोक्न सक्दैन। त्यही भएर साथीहरु म बारम्बार यो भिडियो मार्फत तपाईहरुलाई म जानकारी दिइरहेको हुन्छु। क्वान्टिटी क्वालिटीमा एकदमै ध्यान दिनुस् क्वान्टिटी भन्दा पनि र अर्ग्यानिक बनाउने गर्नुस् हैन। आफ्नो अर्ग्यानिक भनेको सबै मौलिक आफ्नो मौलिकता छाड्ने या आफ्नो गाउँघरका जो पनि मौलिक चीजहरु छ त्यसलाई लगाउने गर्नु, अपलोड गर्ने गर्नु। तपाईको भिडियो 100% भाइरल पनि हुन्छ र तपाईको मोनेटाइज पनि हुन्छ। त्यसपछाडीको चमत्कार हेर्दै जानुस्। यसरी नै अर्ग्यानिक डाल्नुस् अनि त्यसको चमत्कार हेर्दै जानु। यदि मेरो यो इन्फर्मेसन भिडियो राम्रो लाग्यो भनेदेखि एक कमेन्ट शेयर र लाइक गरिदिनु होला र कमेन्ट सेक्सनमा आएर ओके लेखिदिनु होला। बस तपाईहरुको माया ममता र तपाईहरुको छत्र छाया त ममा छँदैछ हैन। र अरु पनि तपाईहरुलाई यस्तै जानकारीमूलक भिडियोहरु उपलब्ध गराइरहने छु। तपाईहरुको प्रेरणा, तपाईहरुको माया, तपाईहरुको शेयर लाइक कमेन्ट नै मेरो लागि ठूलो प्रेरणा हो। त्यही भएर मलाई पनि एउटा शेयर लाइक कमेन्ट गरिदिनु भनेदेखि तपाईहरुलाई भिडियो बनाउने एउटा प्रेरणा बन्छ। त्यही भएर यति चाहिँ गरिदिनु होला प्लिज। थ्यांक यू।